नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। प्रदेशसभाको पहिलो अधिवेशनका लागि सर्वदलीय बैसार सम्पन्न, विधायकले कफी रङको कोट लगाउने। माघ 21 गते बस्ने 2 नम्बर प्रदेशको प्रदेशसभा बैठकको आवश्यक तयारी तीव्र गतिमा। प्रदेश नम्बर 3 को पहिलो प्रदेशसभा अधिवेशन सम्पन्न, सभामुख चयनका लागि माघ 27 गते बैठक बस्ने। जनकपुरमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनको सरकारवाला निकायद्वारा अनुगमन। र अब समाचार विस्तारमा। प्रदेश नम्बर 2 को मुकाम जनकपुर धाममा माघ 21 गते हुने पहिलो प्रदेश अधिवेशनका लागि मस्यौदा कार्यसूची बनाइएको छ। प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थको विशेष उपस्थिति र प्रदेशसभाका ज्येष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा विभिन्न दलका प्रदेशसभा सदस्यसहित बसेको बैठकले सभामुख, उपसभामुख, प्रदेशसभा सदस्यहरू मर्यादा पालकसहितकाले लगाउने पोसाक र पालना गर्नुपर्ने अनुशासन तथा कार्यविधिहरूको निष्कर्ष निकालेको छ। सहसचिव पौडेलका अनुसार प्रदेशसभा सदस्यहरूले पैन्ट, सर्ट, साडी सहितका आफूलाई पायक पर्ने पोसाकमाथि कफी रङको कोट वा हाफ बन्डी लगाउनु पर्ने हुन्छ। मर्यादा पालकको हकमा दाउरा सलवार लगाउनु पर्ने उनले बताएका छन्। सहसचिव पौडेलका अनुसार नेपाल सरकारले 38 जना कर्मचारी खटाउनु पर्नेमा 7 जना प्रदेशमा खटाइसकिएको जानकारी पाए पनि त्यो 7 जनाको पनि अत्तोपत्तो जनकपुरमा नरहेको गुनासो गर्दै काठमाडौँबाट आएका 4 जनाको टोलीले मात्र अहिले काम गरिरहेको धारणा राखेका छन्। उनले आफूहरूको 4 सदस्यीय टोली प्रदेशको मुकाममा नेपाल सरकारले खटाएका ती कर्मचारीहरूलाई सहजीकरणको तालिम दिन आएको बताउँदै यहाँ आएपछि कर्मचारीको पत्तो नदेखेपछि आफै काम गर्नु परेको बताएका छन्। प्रदेश नम्बर 2 को मुकाम जनकपुर स्थित जिल्ला शिक्षा कार्यालयको शैक्षिक तालिम केन्द्रमा आगामी माघ 21 गते बैठक बस्नेछ। माघ 21 गते बस्ने 2 नम्बर प्रदेशको प्रदेशसभाको बैठकको आवश्यक तयारी तीव्र गतिमा सुरु भएको छ। जनकपुरको जिल्ला शिक्षा कार्यालय हाताभित्र रहेको शैक्षिक तालिम केन्द्रमा पहिलो बैठक बस्ने गरी तयारी गरिएको हो। प्रदेशसभाको अधिवेशनको कार्यालय धनुषा जिल्ला शिक्षा कार्यालय धनुषाको शैक्षिक तालिम केन्द्रमा प्रदेशसभाका लागि तालिम केन्द्रको भुइँतल्लामा सभाहाल निर्माण भइरहेको छ। त्यसका लागि आवश्यक फर्निचर निर्माण, खरिद तथा भवनका सबै कोठाहरूमा धमाधम सफाई भइरहेको छ। शहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरले 19 माघमा सो भवन प्रदेश सचिवालयलाई हस्तान्तरण गर्ने तयारी गरिरहेका छन्। डिभिजन कार्यालय जनकपुरका प्रमुख गंगा प्रसाद यादवका अनुसार प्रदेशसभाका लागि तालिम केन्द्रको सभा हलहरूमा मर्मत सम्भार, रङ्गरोगन, फर्निचर, लाइट लगायतका कार्यहरू द्रुत गतिमा भइरहेको छ। प्रदेश नम्बर 3 को पहिलो प्रदेशसभा बैठक बिहिबार बसेको छ। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डोरमणि पौडेलले गरेका थिए। प्रदेशसभाको पहिलो बैठक भएकाले बिहिबारको बैठकमा 3 नम्बर प्रदेशमा प्रतिनिधित्व गरेका दलका तर्फबाट सांसदहरूले शुभकामना मन्तव्य दिएका छन्। नेकपा एमालेकी प्रदेशसभा सदस्य अष्टलक्ष्मी साक्यले संघीय संरचना अनुसार सबै प्रदेशले राम्रोसँग काम गर्न सके स्थानीय तहलाई बलियो बनाउन सकिने धारणा राखेकी थिइन्। नयाँ संरचनामा प्रवेश गर्दा आइपर्ने अनेकौं चुनौतीलाई आत्मसात गर्दै राजनीतिक स्थिरता कायम गर्नतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन्। माओवादी केन्द्रका प्रदेशसभा सदस्य शालिकराम जमरकट्टीले लोकतन्त्रलाई संस्थागत गर्नका लागि दलहरू एक ठाउँमा आउनुको विकल्प नभएको समेत बताएका थिए। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इन्द्र बहादुर बानियाले सहमति, सहकार्य र एकतालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। प्रदेश नम्बर 3 को सभामुख चयनका लागि माघ 27 गते निर्वाचनको मिति तोकिएको छ। बिहिबार बसेको प्रदेश नम्बर 3 को पहिलो बैठकले सभामुख चयनका लागि माघ 27 गतेको मिति तय गरिएको छ। संसदीय सञ्चालन अन्तरिम नियमावली 2074 को दफा 6 को उपदफा 1 बमोजिम सभामुख निर्वाचनका लागि माघ 27 गते दिनको 3 बजेको समय तोकिएको छ। यसअघिको बैठकले प्रदेशसभा सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि 2074 लाई बहुमतले पारित गरेको थियो।
जनकपुरमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनको सरकारवाला निकायले अनुगमन गरेको छ। बिहान स्थानीय निकायका पदाधिकारी, आयोजना प्रमुख, कन्स्ट्रक्सन लगायतकाले अनुगमन गरेका हुन्। त्यसक्रममा ठेकेदार कम्पनीका सुपरभाइजर इन्जिनियर शत्रुघ्न प्रसाद चौधरीले निर्माण भइरहेका सामग्रीहरूबारे अनुगमन टोलीलाई अवगत गराएका थिए। अनुगमनपछि मेयर लाल किशोर शाहले आफूहरूले निर्माण सामग्रीको अवलोकन गरेको र यसको समीक्षा गर्ने समेत बताएका छन्। उनले निर्माण कार्यमा अवरोध हुन नहुने पनि बताएका थिए। सबै कामहरू चाहिँ मतलब कसैले मिसिनबाट यिनीहरूले थुप्रै कम्प्युटराइज सिस्टममा गरेको हो। त्यसलाई कति मात्रामा कुन चिज चाहिन्छ, त्यो डस्ट, प्योर डस्ट अनि स्टोन विथ डस्ट अनि त्यसपछि स्टोन यिनीहरूको त्यो हामीले हेर्न पाएछौँ। र यसलाई चाहिँ मतलब हामीले फेरि समीक्षा गर्छौँ बैठक गरेर कन्सल्टेन्ट, हामी नगरपालिका र मतलब कसैले एडिबीसँग सम्बन्धित र मतलब शहरी विकासलाई बसेर हामी चाहिँ फेरि यसमा समीक्षा गर्छौँ यसको वास्तवमा के हो र मतलब मूल कुरो के हो भन्दाखेरि यहाँहरूलाई पनि हामीबाट एउटा के छ भने हामीले आग्रह गर्न चाहन्छौँ कि हाम्रो काममा तीव्रता कसरी आउन सक्छ। यसको टाइमिङ चाहिँ बहुत कम छ। यसलाई चाहिँ यो जुनसम्म रौतहट सदरमुकाम गौरस्थित सार्वजनिक प्रयोगमा रहेको गौर राइस मिल कुनै पनि हालतमा बिक्री नहुने गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले बताएका छन्। अहिले बजारमा र फेसबुकमा गौर राइस मिल बिक्री हुन लागेको हल्ला चलिरहेको अवस्थामा पत्रकारहरूसँगको कुराकानीमा मेयर अजय कुमार गुप्ताले भने भूमाफियाहरूले भ्रम फैलाएको दावी गरेका छन्। उनले भूमाफियाले जति रोए कराए पनि नगरवासी तथा जिल्लावासीको चाहनाअनुसार अधिग्रहण गरी त्यसलाई खेल मैदानको रूपमा विस्तार गर्ने प्रक्रिया अगाडि बढिसकेको बताएका छन्। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले दरबार मार्गको एक होटलमा भएको बलात्कार प्रकरणमा संलग्नलाई संरक्षण दिएको प्रमाणित भएमा कसुरदारहरूमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। प्रहरीकै संलग्नतामा बलात्कार प्रकरणमा संलग्न दोषी र पीडित बीच मिलापत्र हुनु कुनै पनि अवस्थामा उचित नहुने भन्दै उनले महिला अस्मिताको विषय कतै पनि मिलापत्रको विषय बनाइन नहुने पनि बताएका छन्। बिहान नवनिर्मित महानगरीय प्रहरी वृत्त दरबार मार्गको कार्यालय तथा ब्यारेक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नयाँ बनेको सुन्दर भवनमा असुन्दर काम भएको र अनुशासन तथा आचरणमा कुनै प्रश्न उठाइए कारबाही हुने भन्दै त्यस विषयमा गम्भीर बन्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। नेपाल विद्युत प्राधिकरणले ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती गर्ने भएको छ। संगठित रूपमा विद्युत चोरी भइरहेको क्षेत्रमा ब्ल्याकआउट गर्न लागि प्राधिकरणले बताएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ललितपुरका विभिन्न क्षेत्रमा वर्षौंदेखि संगठित रूपमा विद्युत चोरी भएको बताएका छन्। साथै उनले ललितपुरका विद्युत चोरी हुने विभिन्न क्षेत्रका उपभोक्तालाई चोरी नगर्न र गरेको भएमा पनि त्यसलाई 15 दिनभित्र ललितपुरको भित्री शहरी क्षेत्र पर्ने पाटन स्थानीय फिटर अन्तर्गत लुखुसी, च्यासल, मंगलबजार सहितका स्थानमा संगठित रूपमा विद्युत चोरी भइरहेको बताइएको छ। सप्तरीमा राहत वितरणको काम सम्पन्न भएको छ। हेल्प नेपाल नेटवर्क काठमाडौँको सहयोगमा क्लबले 1 महिनादेखि विभिन्न बस्तीमा पुगी चिसो पीडित परिवारलाई न्यानो लुगा बाँड्दै आएको छ। यसै क्रममा बिहीबार राजविराज नगरपालिका 6 स्थित दलित बस्तीमा न्यानो ब्ल्याङ्केट बाँडिएको छ। 51 गरीब असहाय परिवारलाई एक थानका दरले ब्ल्याङ्केट वितरण गरिएको थियो। पूर्व बास्केटबल खेलाडी एवं रसुल NBA हिरो बटलर र उनकी पत्नी लिया केवलको कार दुर्घटनामा निधन भएको छ। 38 वर्षीय बटलरले रेन्ज रोभर कार चलाइरहेका थिए तर उनको कार नियमित भन्दा 2-3 गुणा तीव्र गतिमा थियो। अनियन्त्रित कारले पार्किङ मिटरलाई हानेपछि ऊ छिटिएर भित्तामा थुप्रै पटक ठोकिएको थियो। बटलरले विभिन्न क्लबबाट NBA खेलेका थिए।
अन्त्यमा हेडलाइन्स पुनः एकपटक। प्रदेशसभाको पहिलो अधिवेशनका लागि सर्वदलीय बैठक सम्पन्न, विधायकले कफी रङको कोट लगाउने। माघ 21 गते बस्ने 2 नम्बर प्रदेशको प्रदेशसभा बैठकको आवश्यक तयारी तीव्र गतिमा सुरु। प्रदेश नम्बर 3 को पहिलो प्रदेशसभा अधिवेशन सम्पन्न, सभामुख चयनका लागि माघ 21 गते बैठक बस्ने। सभामुख चयनका लागि माघ 21 गते बैठक बस्ने। जनकपुरमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको सरकारवाला निकायद्वारा अनुगमन। पूर्व बास्केटबल खेलाडी एवं उनकी पत्नीको कार दुर्घटनामा निधन। अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर अपन टिभी हेर्दै रहनुहोला। नमस्कार।